अनिशा सरकार अनुसन्धान गम्भीर किसिमले हामीले गरिरहेका छौँ। हामी सिरियस छौँ। यसमा डेडिकेटेड अफिसर खटिएको छ। अनिशा सदा सँगसँगै यहाँहरूले के पनि हेर्नुपर्छ भन्दा हाम्रो सोसाइटी कहाँ पुगिसक्यो। रिसेन्टली विदिन 2 विक्सको टाइममा बुवासँग जुत्ता किनिदिनुहोस् भनेर 14 वर्षको बच्चाले भन्छ बाबुआमाले जुत्ता किनिदिने छैन, उहाँ चाहिँ झुन्निएर मरेको अवस्था छ। दिदी बहिनीहरू झगडा गर्छ चियाको विषयमा, आमाले दिदीलाई ठुलो छोरीलाई चाहिँ झगडा नगर भनेर गाली गरे हुन्छ। आमा खेतमा काम गर्न जान्छ, आमाले मलाई गाली गर्यो भनेर चाहिँ उसले चाहिँ झुन्निएर मरेको छ, पासो लगाएर मरेको छ। यस्तै दाजुसँग फोनमा डिस्कस भइरहेको हुन्छ अनि त्यस पछाडि झुन्निएर मरेको छ। यो त कस्तो भइदियो भन्दा अहिलेको के किसिमको हाम्रो सामाजिक प्रवृत्ति भयो, कस्तो मानसिकता भयो। अब यसमा अनिशा सदा मात्रै होइन, धेरै भाइ बहिनीहरूले चाहिँ अनाहकमा आत्महत्या झुन्निएर मरेको घटनाहरू छन्। र यो घटनाको विषयमा पर्टिकुलरली यहाँहरूले उहाँ चाहिँ एउटा कलाकार भएको हिसाबले अलि चासो हुनु स्वाभाविकै हो। यहाँहरूले कुरा राख्नु भएको छ। हामी गम्भीर हिसाबले सिरियसली अनुसन्धान गर्छौँ। अनुसन्धानबाट अनि खुले पछाडि आत्महत्या बाहेक अन्य केही रहेछ भने यहाँहरूलाई खुलाउँछौँ।